हामीलाई होटलमा चेकिङ गर्न दिइए है। अब त्यो एउटा सिम्पल पार्ट हो। हामी चुक्ने भनेको यो पर्यटनमा चाहिँ नै हामी चुक्ने त्यसै गरी। अनि अर्को पार्ट हामी जनकपुरमा बसेको होटल जुन ओपेनिङै भएको छैन रहेछ, त्यो होटल चाहिँ नि युज गरियो। द्याट इज अल्सो अनदर रङ पार्ट। म यो हामी पर्यटनमा चाहिँ कहाँ चुकिरहेको छौँ भन्ने कुरा म यो राख्न चाहन्छु पहिला, अनि त्यसपछि हामीले सुधार्ने के हो त्यो पनि भन्न चाहन्छु। म गत 33 वर्षदेखि पर्यटनमा छु र युवराज राई साथी हुनुहुन्छ, मध्य प्रदेशको नाटा सङ्गठन गर्ने विस्तार र म अर्को एउटा प्रसङ्ग के जोड्न चाहन्छु भने म भर्खरै 6 दिन चाहिँ नै वेस्टर्न ट्राभल मार्च नेपालगञ्जमा सकेर फर्किएपछि काठमाडौँ 1 दिन बसेर फेरि जनकपुर आएँ। आज अभिभावक साथीहरूले बोलाउनुहुन्छ र अभिभावकको भूमिकाको लागि उहाँहरूले सल्लाह लिनुहुन्छ। र बाइ द वे यहाँहरूलाई भनिहालौँ, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्च म पाकिस्तानको चाहिँ भिजिटपछि चाहिँ नि मैले क्रिएट गरेको मेरो त्यो कन्सेप्ट चाहिँ नि आज तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्च सकिएको छ र नेक्स्ट इयर 4th हुँदैछ। र नेपालगञ्जको वेस्टर्न ट्राभल मार्ट पनि त्यही मेन्टालिटी, त्यही कन्सेप्टमा चाहिँ हामीले गर्न खोज्यौँ र अहिले तेस्रो